खासै बोलचाल छैन होइन थरसँग टाइम टाइममा अब देखा पर्छ खासै बोल्दैन थ्यानोसलाई सँगै पिटे अनि म नभए भए दाइ त्यो थ्यानोस त कहाँ दाइ हामीलाई त तोडिदिनु सक्दैन नि दाइ त्यो सट्टा म त एकैछिनमा हालिदिन्छु दाइ हकालाई त दाइ सिङ्गल सिङ्गल हो भने नि अनि के छ त के भइरहेछ त कस्तो चल्दैछ दिन आजभोलि ठिकै छ के भने खासै काम छैन दाइ खासै काम छैन अब बस्यो छतमा त्यसो बसिरहेको हुन्छु हेरिरहेको हुन्छु कहीँ के हुन्छ कि भनेर अब हुन त हुन्छ मान्छेलाई अप्ठ्यारो पर्छ होइन तर टाइममा पुग्दैन क्या दाइ टाइममा पुग्नु हुँदैन टाइममै पुग्दैन भने दाइ अब कस्तो भन्दा बिल्डिङहरू पनि सानो भयो कि एक त बिल्डिङहरू पनि सानो भयो होइन अब म यहाँबाट वेभ दिउँ स्विङ गर्न खोज्छु दाइ अब भुइँमा लत्रिसकेको हुन्छु दाइ गाह्रो नि दाइ कसरी जाने कि भन्नु न अब सानो सानो बिल्डिङ छ ल कहीँ छ ठुलो बिल्डिङहरू पनि छ है ठुलो बिल्डिङहरू पनि छ त्यस छैन भने होइन अब त्यहीँनिर त कसैलाई अप्ठ्यारो पर्दैन नि त कि मैले त्यहीँ जानु परोस् त्यस्तो छैन कि अहिलेसम्म भएको छैन कि दाइ छैन रेयरली म हप्ताको 2-3 दिन मात्रै होइन आई मिन 2-3 पटक मात्रै गएको छु क्या दाइ ठुल्ठुलो बिल्डिङतिर मजाले स्विङ गर्न पाएको भने त्यही बेला हो क्या दाइ गाह्रै रहेछ भने चाहिँ गाह्रो छ नि दाइ बिल्डिङहरू छ अब भन्नु न अब मलाई यता ठमेलहरूतिर जानु पऱ्यो अरे कसैलाई गाह्रो पऱ्यो मलाई ठमेल अब धेरै जसोलाई गाह्रो परिरहेको हुन्छ नि ठमेलमा होइन अब रातिको बेला होइन भइहाल्छ नि अब बिल्डिङहरू त्यस्तो ठुलो छैन क्या दाइ त्यो उडेर जाउँ स्विङ गरेर जाउँ भने जस्तो त्यस्तो गाह्रो क्या दाइ अब भनौँ न पाटनतिर त्यस्तो अब के भयो अप्ठ्यारो भयो म कामै लागेन नि दाइ म यत्रो स्पाइडरम्यान भएको के अर्थ भने अब भनौँ न बाहिर उता त्यो युएसतिरको स्पाइडरम्यानले न्युयोर्कमा त ठुल्ठुलो बिल्डिङ छ नि त उसलाई त सजिलो नि दाइ उडे एकछिन अब उडौँला अरे है स्विङ गऱ्यो उडौँला रे दाइ पोल तार अल्झिहाल्छ नि दाइ त्यो बिजुलीको त्यो तारहरू त्यत्रो छ दाइ गाह्रो नि दाइ अनि के लाग्छ के होला त सल्युसन यसको अब सल्युसन दाइ यसको खै दाइ अब यस्तो छ अब उडेरै जान पाए चाहिँ अलि सजिलो भन्ने हो मेरो भनाइ चाहिँ होइन अब चाँडो पनि होइन सजिलो पनि अब गाडीबाटै जाउँ भने ट्राफिक यस्तो छ दाइ काठमाडौँमा भनौँ न यस्तो ट्राफिक छ काठमाडौँमा कसरी दाइ भ्याउँदैन नि म त टाइममा गाडीमा हिँड्न थालेपछि त सकिएको नि अनि अस्ति के भयो भनौँ न यहाँ बानेश्वरमा एकजनालाई हेल्प चाहिएको थियो है अब म त्यो अब मैले थाहा पाएँ होइन यताउता कनेक्सन हुन्छ हाम्रो अनि म अब जान्ला छु त बिल्डिङहरू पनि एक त सानो है बिल्डिङहरू पनि सानो म स्विङ गरेर जान मिलेन गाडीहरूको माथिबाट गइरहेको थिएँ है गाडीहरूको माथि उफ्रिँदै गइरहेको थिएँ एउटा दिएँ वेभ हाने होइन दाइ कहाँको त्यो बस ड्राइभर हो कि कसले समाइदियो दाइ तानिदियो म बसभित्र होइन एकछिनमा त बानेश्वर छोडेपछि भाडा लिन्छ भने म सुपर हिरो दाइ है माइक कता ए थ्याङ्क यू होइन म सुपर हिरो मान्छे क्या मसँग पैसा लिने हो दाइ मैले त्यत्रो मान्छेको ज्यान बचाएको छु है लगभग 100मा 10जनाको त ज्यान बचाएको छु दाइ मैले होइन अब अरू ठाउँमा त टाइममा पुग्नु पाउँदैन गाह्रो छ होइन अब त्यसमा त स्टुडेन्ट मान्छे दाइ म दाइ भर्खर +2 पढिरहेको छु अनि भाडा कहाँबाट ल्याउने म छैन पैसा काम छैन दाइ मेरो कामै यही हो मान्छेको ज्यान बचाउने कहिले काहीँ बचाइहाल्छु भनेपछि तपाईँले चाहिँ अब त्यही हो टाइममा पुग्न गाह्रो भइरहेछ टाइममा पुग्न गाह्रो नि दाइ टाइममै त्यही मैले भने नि अब नेपाल सरकारले अलिकति केही अब हाम्रो बालनज्यूले अलिकति केही हामीले दियो भने है केही अब उड्नको लागि केही पनि जोस् म ठाउँमा टाइममा पुग्नु पऱ्यो भनायो मेरो होइन अब यो अर्थै छैन दाइ कहाँ हानु अस्ति हानेको यो खै याद त छैन जोस् अस्ति म धराएर नजिक थिएँ है अनि म चाहिँ धराएर जान खोजिरहेको थिएँ कि त्यहाँबाट है अब कहिले त युज गर्नु पऱ्यो नि होइन सधैँ अब 6 पावर त युज गर्ने नि यत्तिकै राखेर के अनि मैले हाने दाइ कसको पो घरको झ्याल खुल्ली रहेछ भित्र छिटेछ दाइ के खाना पकाइरहेको थियो है मलाई थाहा भएन के पकाइरहेको थियो खाना पकाइरहेको थियो ताने दाइ होइन म सोचेँ म उता जाउँ न होइन उताबाट प्रेसर कुकर आयो क्या दाइ बङ्गे यहाँ सिधै आएर मुखमै लाग्यो सिधै टाउकोमा नि दाइ यहाँ अहिले मासु खोल्यो नि भित्र रातै छ
अहिले त कालो भयो होला होइन धेरै एक हप्ता भयो यहीँनिर के दाइ अनि के छ तपाईँ अब सिङ्गल हो कि कोही कोही रिलेसनमा हो कि गर्लफ्रेन्डहरू यस्तो छन् कि अब गर्लफ्रेन्ड त छ दाइ एउटा एउटा गर्लफ्रेन्ड त छ बट अब अलिकति त्यस्तै अब कस्तो भन्नु दाइ अहिले त्यहाँ पनि गाह्रो छ दाइ मलाई गर्लफ्रेन्ड भयो पनि गाह्रो बाटोमा हिँडिरहेको छु दाइ कोही केटीले हेल्प चाहियो कसैले पर्स लुटिदिइरहेछ पिटिदिइरहेछ के गरिरहेछ होइन अब केटीको पछि केटाहरू लागिरहेछ दौडिरहेछ म गएर हेल्प गर्छु होइन दाइ मलाई कराउँछु कि किन त्यसको हेल्प गरिस् ए बाबा हेल्प चाहियो थियो यार बिचारीलाई होइन म सुपर हिरो हुँ मैले गर्नु परेन मैले गर्नु परेन त हेल्प अनि केटीकै हेल्प किन गर्छ जस्तै केटाको पनि त गरेको छु दाइ केटाको पनि त गरे नगरे हो केटाको पनि त गरेको छु हेल्प देख्दैन के देख्दैन त्यति बेला केटाको हेल्प गरेको देख्दैन के त्यस्तो छ क्या अब के भन्नु गाह्रो नि हामी सँगै बस्छौँ क्या फेरि हामी सँगै बस्छौँ होइन अब राति कसैलाई हेल्प चाहियो भने मैले त जानु पऱ्यो नि दाइ होइन मै छु दाइ एउटा अरू कोही छैन म जानु पऱ्यो नि दाइ कस्तो के अब कराउने कि यति राति कहाँ हो को केटीले भेट्नु हो होइन तँलाई के मतलब रे कसलाई मतलब दाइ तपाईँ भन्नु न तपाईँ स्पाइडरम्यान भएको भए के गर्नुहुन्थ्यो तपाईँको रेस्पोन्सिबिलिटी हो नि यार यो त होइन हेल्प त गर्नु पऱ्यो नि एउटा स्पाइडरम्यानको मात्रै होइन सबैले एकअर्कालाई हेल्प गर्नुपर्छ म त झन् सुपर हिरो हुँ होइन म त झन् सुपर कस्तो नबुझिदिने हो कि अब खै के हो दाइ कहिले काहीँ त छोडिदिउँ लाग्छ क्या दाइ एउटा अर्को छ फेरि कालो स्पाइडरम्यान कालो खै कहिले काहीँ हेल्प गरे जस्तो लाग्छ फेरि कहिले काहीँ खै मलाई पिट्न के गरेको खै त्यो उहाँलाई पनि एकचोटि अब पोडकास्टमा ल्याउनु पर्ने सोचिरहेको थिएँ मैले कन्ट्याक्टमा आउनेवाला होइन नि दाइ त्यो कालो कस्तो एटिट्युड छ त्यसको लास्ट टाइम मैले भने सँगै गरौँ मिलेर केही गरौँ होइन मिलेर केही गरौँ छैन कि दाइ फोन नम्बर सेयर गऱ्यो होइन मैले सेयर गरेँ त्यसले पनि आफ्नो सेयर गर्यो दाइ अफ कहिले कल लागेको छैन दाइ अहिलेसम्म कलै लागेन सधैँ अफ गाह्रो छ नि आइरन म्यान भइरहेको पो म आइरन म्यानको त्यो सुट भइरहेको पो उडेर जानु के दाइ मलाई त सपोर्ट त चाहियो नि कहीँ त चिप्काउनु पऱ्यो नि दाइ गाह्रो छ नि कि त थरहरू हुनु पऱ्यो होइन उड्नु पऱ्यो है अब यो हाम्रो के अरे एभेन्जर्सहरूको पनि एउटा जेट छ आफ्नै प्राइभेट जेट छ है त्यसैमा उडेर जान्छन् है सबैजना त्यसैमा जान्छन् क्याप्टन दाई जान्छन् हाम्रो के अरे हाम्रो क्याप्टन नेपाल दाई अनि ब्ल्याक विडो दिदीहरू सबै यिनीहरू उडेर मेरो छैन दाइ मलाई गन्दिन भन्दा ठुला हो नि त उनीहरू म त भर्खर +2 पढ्ने अनि दाइ कसले गन्छ मलाई त्यसरी हेल्प मैले नगरे हो र भने दाइ उनीहरू मलाई गन्दिनन् के उनीहरू मलाई गन्दिनन् नि जाने अब उनीहरूलाई लाग्छ म उडेर आइहाल्छु नि तर यहाँ ठाउँ छैन नि त यहाँ ठाउँ छैन नि त उनीहरूलाई त मार्बलको मुभीहरू हेरेर बानी भयो होइन त्यो अमेरिकातिर न्युयोर्कतिर हुन्छ नि स्पाइडरम्यानहरू उडिरहेको त्यस्तो बानी भयो भने त म कहाँ यहाँ सक्छु यहाँ सक्दैन नि त म छैन नि बिल्डिङै छैन अब भित्तामा चिप्केर कट्टाएर जानु बरु त्योभन्दा त भुइँमा दौडेरै हिँड्छु म त अनि अनि गाह्रो छ नि दाइ सबै अब छोडिदिने अब हेल्प लास्टमा फेरि पुग्ने यस्तो पनि धेरै पटक यस्तो पनि भएको छ कि दाइ कुनै वारमा कुनै फाइटमा गयो है उनीहरू पहिला पुग्ने भयो नि त म त दौडेर आइरहेको छु अथवा बसमा आइरहेको छु अब नेपाल गाह्रै छ होइन उनीहरू अप्ठ्यारोमा परे है उनीहरूलाई अट्याक हानिसक्यो उनीहरूले सकेनन् रे लास्टमा म आउँछु दाइ मैले उनीहरूको ज्यान बचाउँछु थाहा छ कि नि क्याप्टन नेपाललाई त दाइ एउटाले सिधै त्यो छातीमा हानिसकेको थियो दाइ मैले बचाएको दाइ अनि थ्याङ्क यू पनि भनेन कि दाइ थ्याङ्क यू पनि भनेन कि इगो के दाइ सानो हो नि त मलाई किन थ्याङ्क यू भन्नु ब्ल्याक विडोलाई कति
कति हेल्प गरेँ दाइ ल कति हेल्प गरेँ हकाइले लाग्छ त्यो हान्छ नि त्यो एरो हान्छ नि सिधा त्यो ठ्याक्क ठाउँमा लागेको हुन्न दाइ बाङ्गो टेढो हान्यो भने त्यो त मैले पो त्यो ए सरी धेरै फोर्स लाग्यो है सरी अनि त्यो मैले पो एरोलाई त वेब दिएर त्यो ठाउँमा फालेको दाइ टाढाबाट उसले लाग्ने उसले त वेब देख्दैन टाढाबाट उसले त देख्दैन उसलाई लाग्छ कि त्यसले टार्गेटमा हान्यो सक्दैन नि दाइ त्यो सक्दैन म त एकैछिनमा हालिदिन्छु दाइ हकालाई त दाइ सिङ्गल हो भने नि आइरन म्यान चाहिँ दामी थियो दाइ होइन आइरन म्यान चाहिँ बबाल हल्क त दाइ खै के हो साइको भने हल्क त साइको भने दाइ यत्तिकै लखेडिदिनु केही भनेकै छैन के गरेको एउटै टिम हो देख्छ म गर्छु होइन रिसाउँछु के लखेडिदिने के दाइ उड्ने पनि आमामा कस्तो उड्या हो त्यो त एक जम्पै भने नि दाइ काठमाडौँदेखि उहाँ चितवनतिर उफ्रिदिन्छ भने त्यत्रो जम्प छ भने हल्को कम लखेट्या हो दाइ हल्के मलाई कम लखेट्या हो भने पहिला सुरुमा त दाइ कम लखेट्या हो छोडिदिनु थर चाहिँ हो थरसँग चाहिँ खासै भेट हुँदैन दाइ थरसँग फेरि खासै भेट हुँदैन ऊ चाहिँ अब गड नै पऱ्यो ऊ त कहाँ पो हुन्छ ग्यालेक्सीतिर अर्कै युनिभर्स कहाँ हो ठेगानै हुन्न थर चाहिँ चिल्छ फेरि खासै बोलचाल छैन होइन थरसँग टाइममा अब देखा पर्छ खासै बोल्दैन के छ कस्तो छ होइन ठिक छ खासै उसलाई मेरो पावर पनि थाहा नहोला क्या दाइ यो लुगा हो यो मास्क हो थाहा नहोला क्या दाइ त्यस्तो हो क्या थर थाहा नै छैन देखाएको छ हामी सँगै फाइट गरेको ल थेनोसलाई सँगै पिटेको नि दाइ थेनोसलाई सँगै पिटेको अनि म नभए भए दाइ त्यो थेनोस त कहाँ दाइ हामीलाई त छोडिदिनु आइरन म्यान दाइले मैले हो भने आइरन म्यान दाइ र म नभए भने थेनोस अहिले पनि थेनोसको इन्टरभ्यू लिइराख्नु भएको हुन्थ्यो क्या अहिले पोडकास्टमा थेनोस हुन्थ्यो गाइस होइन त्यस्तो छ गाह्रो छ नि दाइ थ्याङ्क यू स्पाइडरम्यान एकदमै मनैदेखि हामी एकदमै सबै हाम्रो टिम तपाईँ आज आउनुभयो एकदमै खुसी छौँ आफ्नो किम्ती टाइम दिएर अब नेक्स्ट टाइम फेरि पनि यसरी कुरा गरौँला हामी अब ब्ल्याक स्पाइडरम्यानलाई पनि एकचोटि ल्याउने सोचेको छौँ अब हेरौँ थ्याङ्क यू गाइस थ्याङ्क यू फर वाचिङ सी यू नेक्स्ट टाइम पिस